हाम्रो खाना रेडी भयो। अब म खाना अलिकति धेरै होला जस्तो लाग्यो, अन्त अहिले चाहियो भने लिएर खाउँला। दादा आइज। दादा भन्छु कि छोरालाई, बहिनीहरूले दादा हानेको अहिले। अब ढेँडो गम खाने हो। खोर्सानी मिचेर ढेँडो खानुको मजा छुट्टै छ कि। भगवान खान थाले। यति मिठो लाग्छ नि मलाई ढेँडो। पहिला पहिला आमा आउँदाखेरि ढेँडो खानु मन लाग्दैन थियो। सहर छिरेदेखि चाहिँ ढेँडै खानु पायो भने चाहिँ सधैँ जस्तो हुन्छ। कसलाई कसलाई ढेँडो मनपर्छ? हाम्रो त छोरोले अहिलेसम्म मुखैमा हाल्दैन, हालेको छैन। खा भनेर जबरजस्ती नै गर्दिनँ म त्यसलाई। नखाए नखाए उयो गरेर पनि खा। बेलुकाको तरकारी आफूको सबैभन्दा फेभरेट नै ढेँडो। मेरो बुवालाई नि असाध्यै मनपर्छ ढेँडो। बेलुका भएपछि जहिले पनि ढेँडो हुन्छ कि बुवालाई। ए मुला खानै बिर्सेछु।